लगाइसक्यो भने चाहेको उज्यालो मैदान म अँध्यारो कोठा के गर्नु तिम्रो ईद खोइ त त्यो उग्र मनुवालाई हामीले सँगै लिएर आएछौँ। तिमी अनेक अनेक किन अहिले सोच्दैछौ? केही छिन पछि सोच्यो हुन्न? खोइ त मैले नसोची बस्न सकेँ। अलिक क्रिएटिभ बौद्धिक विकास हुने काम गर्यो हुन्न? भइगयो नि त। उसलाई अहिले गर्न मन छैन भने पछि गर्छ नि। ईदलाई बाहिरै छुट्यायो जौबर टोकाउँछ। तिमी सधैँ ईदलाई आफूले नियन्त्रण गर्न नदेऊ त। तिमीले बिचराको दिमागको दाइँ गरिसक्यो होइन? र केही फलिफाप हुन्न है। खुरुक्क मैले भनेको कुरा मान। त्यही त। अनि जिन्दगीभर पछुता। के भनिस् बुढो? कति न आफूले चाहिँ राम्रो राम्रो कुरा सिकाइरहेको छु भन्ठाने होला होइन? भइगयो यो। तिमीले भनेको कुरा पनि गर्छ, तपाईँले भनेको कुरा पनि गर्छ। नो वरिज। ए अघि मलाई बाहिर झुलाएर राख्ने त होइन? त मलाई पनि केही गर्न नदिने, बुढालाई पनि केही गर्न नदिने, आफ्नो लिने ढिप्पी पुरा गरोस् भन्ने सोच छैन तेरो? तिमी हरामी, चण्डाल, मान्छे मार्यो, हत्यारा। तिमीले किन यसलाई भित्र पसाउनु भनेको? के भनिस्? त बुढो ईद ईद के नगर म तँलाई पागल बनाउन सक्छु बुझिस्? ल बना म भित्र छौ तिमीहरू। तिमीहरूले मलाई कन्ट्रोल गर्छौ? नो, यु कान्ट कन्ट्रोल मी।